दर्शकबिन यति बेला भूपेन्द्र र भूपेन्द्रको बहिनी भूमिका प्रेमीसँग पुगेका छन्। हो उता भूमिकाले भने माफी मागेकी छिन्। मैले जसरी गल्ती गरे गल्तीको मलाई माफ दिनुहोस् दाई भनिरहेकी छिन्। भूपेन्द्रले तैँले किन यस्तो गरिएछ भनिरहेका छन्। उता प्रेमीले भने अझै पनि भूमिकालाई स्वीकार गरेका छैनन्। भूमिका त साँच्चीकै गलत रहेछिन्। म भन्दा पहिला पनि अरू कसैसँग प्रेम गर्दो रहेछिन्। सायद मैले पहिले नै थाहा भएको भए प्रेम गर्ने थिएन। यही कारणले मैले उसलाई छोडेको हो भन्दै यति बेला भूमिकाको प्रेमीले भने भनिरहेका छन्। तर यता भूमिकाले भने माफी मागिरहेकी छिन्। मलाई माफ गरिदिनुहोस् दाइ। जे जस्तो भए पनि मैले गल्ती गरेँ। सायद मैले गर्न नहुने काम धेरै थियो होला। तपाईहरूले सम्झाइरहनु भएको थियो। सबैको माया पाएर होला आज म यति धेरै बिग्रिएको। दाइ मलाई साँच्चै माफ गरिदिनुहोस् भन्दै यता भूमिकाले भने माफी मागेकी छिन्। हुन त भूपेन्द्र र भूपेन्द्रको परिवार भूमिकाले गर्दा इज्जत गएको छ। अब माफी मागेर कुनै इज्जत आउनेवाला भने छैन। यद्यपि भूमिकाले ढिलै भए तापनि सुध्रिन्छु भनेकी छिन्। बेला बेलामा पहिला पनि सुध्रिन्छु भन्ने भूमिकाको यो त केवल बहाना पनि हो। तर उनी अहिले साँच्चीकै सुध्रिन् भने पुरै परिवारको लागि निकै खुसी हुनेछ। हुन त यता भूपेन्द्रको बुवाले भने भूमिका निकै बिग्री। अब हामीले यसलाई विवाह गरिदिनुपर्छ। कुनै न कुनै केटा खोजेर विवाह गरिदिनुपर्छ भनिरहेका छन्। हुन त यता भूमिकालाई राम्रै खानदानबाट माग्नको लागि पनि आइरहेका थिए। राम्रै घरबाट माग्नको लागि आउँदाखेरि उता भूमिकाको आमाले भने मेरो छोरीको अरू कसैसँग प्रेम छ, उसले मानिन भने भनिरहेका छन्। तर यता भने भूमिकाले सबैको नाकमा कटाइसकेकी छिन्। भूमिकालाई त्यति राम्रो खानदानी घरबाट माग्न आउँदा भूमिकाले भने आफ्नो इज्जत आफै फालेकी छिन्। सायद राम्रोसँग बसेको भए उनको जिन्दगी सुनमा सुगन्ध जस्तो हुने थियो। तर के गर्नु, गल्ती गरिसकेपछि भूमिकाले माफी त अवश्य मागेकी छिन्। यद्यपि माफीले मात्रै जिन्दगी सुध्रिने भए कहाँ हुन्थ्यो। जो गल्ती गरिन् त्यो अब फर्केर भने पक्कै आउने छैन। भूमिका बेलैमा सुध्रिएको भए सायद आज उनको जीवनमा सबैजना हुन्थे। यता भुन्टीले जुन बच्चा गुमाइन् त्यो पनि भूमिका र बालकुमारीकै कारणले। सायद भूमिकाले आफ्नो आमालाई पनि बेलैमा सम्झाउन सक्थिन् भने कति धेरै राम्रो हुने थियो। तर भूमिकाले यो सबै गर्न पनि त सकेनन्। दर्शक तपाईँ भने भूमिकाले यति बेला माफी